हाई एभ्रिवान, गुड मर्निङ। आज चाहिँ मेरो मिनी भ्लग डे 11। आज चाहिँ गएको पनि बिदा थियो, त्यसैले ढिला उठेको म। त्यसपछि वासरुम गएर म फ्रेस भएँ। आज चाहिँ गएको किन बिदा भएको भन्नुहुन्छ भने आज चाहिँ तपाईँमा ताइफो आइरहेछ नि त, त्यसैले गएको पनि बिदा भएको हो। गएको बिदा भएर मनमा खुसी त थियो, तर बेलुका काममा कसरी जाने भन्ने अर्को टेन्सन पनि थियो। तर टेन्सन लिएर भएन, काममा जसरी पनि जानै पर्छ। म चाहिँ खासै टेन्सन लिँदैन, म चाहिँ जे कुरा पनि चिल टाइपमा गर्ने मान्छे हो। मलाई केहीको टेन्सन खासै लाग्दैन। फ्रेस भइसकेर यसो बाहिर गएर हेरेको त पुरै हावा चलेर साइकल सबै लडाएको रहेछ। पुरै हावा चलिरह ताइफो पनि आयो कि के हो जस्तो पनि लाग्यो। तर म यसो बाहिरतिर हेर्न भनेर गएको, त्यस्तो खासै ठुलो केही थिएन हामी बसेकोतिर चाहिँ। तर हल्का भने हावा चाहिँ चलिरहेको थियो, सँगसँगै पानी पनि परिरहेको थियो सिमसिमे। बेला बेला चाहिँ उडाउला चाहिँ गर्थ्यो, पुरै हावा ठुलो चल्थ्यो। बेला बेला चाहिँ सानो, खासै ठुलो क्षति हुने गरी हावा चाहिँ चलेको थिएन हामी बसेकोतिर। पहिलाको गर्मी सम्झेर म गएर त्यो हावामा बसेँ, पुरै शीतल जस्तो लागिरहेको थियो। एक्कासी ठुलो हावा चल्न थाल्यो, त्यसपछि म रुमतिर लागेँ। थ्याङ्क्स फर वाचिङ।